राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेता बालेन शाहलाई भावुक भई शुभकामना दिएका छन्। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत लामिछानेले उनलाई शुभकामना दिएका हुन्। उनले शुभकामना लेख्ने क्रममा आफ्नो हात कामिरहेको बताउँदै आफू डरले नभई यत्रो जिम्मेवारीको बारेमा सोचेर हात कामेको पनि प्रष्ट पार्नुभयो। झापा 5 मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै बालेन शाहले ऐतिहासिक जित दर्ता गरेका हुन्। रासोपा र बालेन पक्षबीच भएको चुनावी तालमेलले देशैभरि निलो लहर ल्याएपछि रवि लामिछानेले यसलाई नयाँ युगको सुरुवातको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा रविको यो हात कामेको अभिव्यक्तिले निकै चर्चा पाएको छ। समर्थकहरूले यसलाई दुई युवा नेता बीचको प्रगाढ सम्बन्ध र परिवर्तनप्रतिको साझा लगावका रूपमा हेरेका छन्।